त्यसपछि तपाईँको यो सबै देखिरहनु भएको छ, यो सबै फुल हो, फुल फुलिरहनु। अनि त्यो पोखरी त्यो यहाँनिर पर्छ माथि। ए त्यसकै त्यो यो रहेछ। त्यसको ब्याक साइड पनि ठ्याक्कै गणेश हिमाल देखिन्छ। त्यसपछि तपाईँको यहाँदेखि चाहिँ 10 मिनट राइट टर्न लागेपछि चाहिँ ठ्याक्क ट्राउट माछा पाइन्छ। ट्राउट माछा तपाईँको किन्दामा अस्ति 15 जना काठमाडौँदेखि आउनु भएको थियो, उहाँहरू पनि त्यहाँ यहाँदेखि उता जानुभयो। त्यसपछि ट्राउट माछा खाएर एक दिन बसेर होमस्टेमा त्यसपछि उतादेखि जानुभयो। यतातिर नकुल भन्ने ठाउँ छ। अनि यहाँनिर चाहिँ यहाँदेखि अलिक यतातिर फेरि अझै यही जङ्गलको बिचमा टपमा एउटा मूर्ति छ, त्यो चाहिँ हामी देख्छौँ। अर्को बुद्ध पार्क होइन, टुडी भन्नेहरू छ यतातिर, यहाँदेखि उतै पर्छ टुडी पनि। दामी दामी ठाउँहरू छ घुम्ने। वहीँबाट आज दरबार फेरि त्यहाँ ठ्याक्कै उहाँले सोध्नु हुन्छ होइन, ठ्याक्कै त्यहाँदेखि तपाईँको पालिका छ नि, पालिकाको माथि डाँडामा त्यो स्याउले गएको थियो नि त्यताबाट भन्नु होइन? मैले चाहिँ अरू पनि चुचुरोहरू पाउँछ, यहाँ त अनेक हुन्छ क्या तपाईँको चुचुरो भन्ने त्यो चाहिँ हामीले यो विश्वको जडीबुटी चाहिँ तपाईँहरूसँग यो पनि बजाउँछ होइन। यो सिमुर भन्ने थाहा छ हजुरहरूलाई? थाहा छ। माथितिर अदुवा यहीँ पाउँछ, अलैँची पाउँछ, सुस्मेने पाइन्छ, तेजपत्ता पाइन्छ। अनि गुड्चो पाइन्छ होइन, अहिले प्रेसरलाई कन्ट्रोल गर्ने काम गर्छ होइन। अर्को खुर्सानीको फुल। खुर्सानी फुल हजुर, खुर्सानीको फुल रातो रातो हुन्छ नि, स्लिपिङ हाउसिस यस्तै भन्छ कि हिबिस्कस भन्छ है। यसले चाहिँ तपाईँको अल्सर भएको पेसेन्टहरूको लागि एकदम बेस्ट काम गर्छ है। अनि दालचिनी भयो होइन। बोजो चाहिँ अब यहाँनिर पाउँछ, त्यो पनि माथितिर मात्रै पाउँछ। यहाँ मैले गमलामा पनि लगाएको छ ताकि कोही ग्राहकले चाहिँ ल हामी फ्रेस पिउँछौँ भने चाहिँ ट्याक्क टिपेर बनाइदिउँ भनेर क्या होइन। बोजो घाँटी खसखस भयो, घाँटीमा प्रब्लम भयो त्यसले चाहिँ ठिक गर्छ है। त्यसपछि अब यो ब्ल्याक पेपर दियो त भइहाल्यो, मिर्ची होइन, कालो मिर्च भइहाल्यो। मोरिङ्गा। त्यसपछि तपाईँको मेथी भयो, मोरिङ्गा होइन। यो धसिङ्ग्रे भन्ने थाहा छ तपाईँलाई होइन? धसिङ्ग्रे भन्ने चाहिँ तपाईँको धसिङ्ग्रे पनि तपाईँको माथितिर लेकतिर मात्रै पाइन्छ, यतातिर मैले धेरै खोजेँ यहाँनिर नपाउँदो रहेछ। धसिङ्ग्रे यसको चाहिँ तेल पनि बन्छ, तेल पनि बन्दो रहेछ तपाईँको। यसको रसले चाहिँ तपाईँको यसले पनि घाँटीहरूमा होइन एकदम राम्रो गर्छ है। चिसोबाट चाहिँ तुलसी त थाहै छ होइन, तुलसी एकदमै औषधिको काम गर्छ। अनि यो 4 प्रकारको तुलसी चाहिँ अम्ला पो छ अनि अम्बो पो छ, अम्बा होइन। अनि त्यो लेमन ग्रास यहीँ छ, लेमन ग्रास पनि छ, लङ भयो, गएर चाहिँ 20वटा छ। अझै यो छोकडाहरू त गिन्ती छैन होइन, अझै अरू थुप्रै बिसाउँछ। अहिले हामीले यस्ता गुम्बाको डिमान्ड गरेको छौँ ताकि हाम्रो चियामा चाहिँ अझै यस्ता गुम्बा पनि अलिकति मिसाउनु भयो भने अलिकति हेल्थमा चाहिँ अलिक राम्रो हुन्छ भनेर क्या। ताकि हाम्रो चिया पिएर चाहिँ यस्तो हुन्छ नि त, अब चिया पिए चाहिँ कतिजना फलानाको उसमा सधैँ चिया पियो ग्यास्ट्रिकको भनिरहेको हुन्छ नि त। तर हाम्रोमा चिया पिएर चाहिँ मान्छेहरू चाहिँ अलिकति स्वास्थ्यमा केही न केही फिलिङ ठ्याक्क तपाईँको त्यही चौतारादेखि चाहिँ यता राइट टर्न गरेपछि चाहिँ त्यो खल्टोमा गहिरोमै छ, त्यहाँदेखि यहाँदेखि चाहिँ त्यहाँ पुग्दाखेरि तपाईँको आधी घन्टा लाग्छ, बाइकमा चाहिँ 10 मिनट राम्रो छ। जान सक्नुहुन्छ चाय, यो चाहिँ यहाँको स्पेसल है। यो चाहिँ टोक्दै चिया खाँदै होला कि चिया लिनुहोस् सरहरू। हो माया होइन